सो गाइज यहाँ चाहिँ हामीले सुकाएको अब छोड्दिन लाग्यो यार पानी पुरै आउन लाग्यो आकाश पुरै भयो अब बाहिर लिएर घर जानु पर्यो 1 घन्टा लाग्छ माथितिर जानलाई कस्तो फ्याफुल्ला गाइज वेलकम टु माई युट्युब भ्लग आज चाहिँ म ठक्क माछा मार्न जानला हैन अनि बाख्रा लिएर जानला अनि सन्चै हुनुहुन्छ होला तपाईहरु म पनि एकदम सन्चै छु हैन आज चाहिँ खोलातिर जान लागेको तल अनि पुरा पानी पर्न लागिरहेछ हक्क लाएर छिटछिट जानुपर्छ घाम चाहिँ लागेको छैन धेरै हैन त्यो त बाख्रा धवौँ हैन अहिले चाहिँ म एक्लै हो त्यहाँ अब एउटा साथी हुन्छ एकजना भाइ अहिले यहाँ चाहिँ एक्लै हो म चाहिँ बाख्राहरू यता छ हो अनि यस्तै हो अरू त ठिकै छ हैन के भन्नु जो चाहिँ हाम्रो यतातिर लौत पानी परेको थियो अनि तपाईहरुकोतिर पऱ्यो कि परेन हैन हाम्रो यतातिर चाहिँ हिजो लौत पानी परेको थियो खतरा भइरहेछ धुलो उडेको चाहिँ छैन आज जे होस् हिजो पानी परेको भएर आइज पनि अनि अब यहाँ अब त्यो साथीहरू नि छ हैन भाइहरूलाई टक्क बोलाउनु पर्छ भाइ ओइ राम भाइहरू छ हैन सो बाख्रा कस्तो गयो यार त भाइहरू नि आइसक्यो हैन उहाँ छ भाइहरू चाहिँ अब सर र बाख्रा लिएर त्यतै जाने हो ऊ यो पोल त कराइरहेछ त यो साँच्ची लाइन आइग्यो है यो पोल कराइरहेछ के हो बेलुम त टन्नै लिएछ त तँले लाउनु कता घरतिर लाउनु लाग्यो तिमी तिमी अगाडि जानु ल हो ए ल ए सानो भाइ नि जाने आज टावर सो गाइज यता बाख्राहरू टन्नै भइसक्यो अरे टन मेरो लिएर भाइ बाख्रा कस्तो यार आज बाख्रा उहाँ मासतिर गएर बल्ल तल लिएर आयो बाख्रा भन्दैन भने सस ब्याक क्यामेरा गरौँ न हैन ल ल ल ल बाख्रा जाउँ घरतिर बाख्रातिर ए ऊ आउँछ कि है पानी पर्छ कि हो ल बाख्रा बाख्रै मान्दैन यार आज जान आज भन्दा लाग्छ होला खोलामा पनि अब फाइनल गाइज हामी चाहिँ खोलामा आइपुग्यो ओ भाइले चाहिँ बेलुङ पुऱ्याइरह्यो बेलुङ पानीमा हामी चाहिँ यहाँ खोलामा आएको आज बाख्रा लिएर ओ उताबाट गयो त बाख्रा ओ भाइ बढ्यो एउटा फुट्यो भाइले बेलुङ फुटाइरहेको के साह्रो यतै बाख्रा चराउने हो खोलातिर परतिर अनि यस्तो म चाहिँ माछा मार्नलाई अब गडेवाला खोज्नु पऱ्यो यसलाई अनि त्यहाँबाट गडेवाला खोजेर टक्क माछा त्यो बल्छी हान्ने हो त्यो पर सो गाइज हामी चाहिँ यहाँ गडेवाला खोजिरहेको है त्यतिर होइन अर्को ठाउँमा खोज्नु गडेवाला खोज्ने ढुङ्गा चाहिँ पल्टाउनु थियो गडेवाला हाल्नु पऱ्यो होइन अब चाहिँ छे यो त के हालिदिनु है भाइ हालिदिनु र यो दामी हुन्छ यसमा मिट यो दामी हुन्छ भयो छोटो नदेखेको गडेवाला पनि हालिसक्यो होइन अब माछा पोखरीमा हाल्नु जानु पऱ्यो
हामी चाहिँ उता बल्छी राखेर अनि यतातिर बाख्रा धवन आएको अहिले चाहिँ यहाँ बाख्राहरू उता खोल्छौँ चहेर भाइ पनि यहाँ अर्को भाइ आउँछ होइन बोलाउने सन्चै छ होइन भाइ गाइज बाख्राहरू चाहिँ यस्तो चरिरहेको छ आज चाहिँ मस्त यता यस्तै हो गाइज होइन यहाँ खोलातिर अहिले चाहिँ लास्टै फोहोर आज खोला बाढी पो आएर रहेछ धमिलो धमिलो छ खोलाहरू चाहिँ पुरा खोला धमिलो छ बिउ तिमी है बाख्रा हेरेर बस नि यार हामी त्यो माछा हेरेर आउँछु गएर जाउँ नि माछा परेको हेरेर आउँछु माछा हेरेर आउनु जाउँ न अर्को ठाउँमा राख्ने कि नत्र भने बिउ बसेर एकछिन नानी बिउ आऊ न तिमी यहाँनिर हामी चाहिँ दुईजना माछा हेर्नलाई फेरि माछा परेछ कि त्यहाँ बसिराखेको ठाउँमा अनि हेरेर आउँछु टक्कमा गएर है अनि त्यहाँ गएर हेर्नु पऱ्यो टक्क लगाएर माछा परिहाल्यो कि तर राम्रो छ यार उता पारीतिर होइन खोइ यहाँ माछै परेको छैन जस्तो छ अझ पनि यार यहाँ तर परेको छैन यार छैन परेको छैन अब अर्कै ठाउँमा राख्नु पऱ्यो त्यो परेर रहेछ भाइलाई बल्छी दिएर अहिले मजाले त्यहाँ मासतिर हेर्नु जानु पऱ्यो अर्कै ठाउँतिर त्यहाँ अन्त ठाउँ छ कि हेर्नु पऱ्यो त्यहाँ त रहेनछ अर्कै ठाउँमा अब फेरि अर्को ठाउँ पनि खोज्नु पऱ्यो यार खोलामा यस्तो दामी अर्को राख्ने ठाउँ भयो भने त्यहाँ अन्त्य लगाएर राख्नु पऱ्यो बल्छी होइन त्यहाँ रहेनछ अघि त्यहाँ बाख्रा परतिर छ हामी चाहिँ यता माछा मारिदिरहेको होइन कस्तो धमिलो आएछ आज त पानी पनि हिजो पानी पऱ्यो भएर होला त्यो त धमिलो धमिलो छ पानी हिजो त ठुलो पानी परेको थियो यतातिर त्यही भएर पानी पुरै धमिलो आएको छ क्या आज पनि पानी पर्दा जस्तो भइरहेको छ पानी पर्छ जस्तो छ अब यता ठाउँै देख्दैन यार माछा मार्न यहाँनिर सुकाउनु मिल्थ्यो कि अब त्यसको हेर्नु पऱ्यो सुकाउनु मिल्यो नि यहाँ माछा सुकाउनु पऱ्यो सुकाउनु मिल्छ यहाँ सुकाउनु मिल्यो नि यहीँ सुकाउनु टाउको लाएर होइन योतिर चाहिँ मिल्छ कि कस्तो लाग्यो मलाई सो गाइस अब चाहिँ हामी यो सुकाउन लाग्यो यो यहाँ चाहिँ माछाहरू हुन्छ के अरे यति पुरै सुकाउनु लाग्यो ल अब सुकाएपछि म भिडियो बनाउँछु यो सुनिसकेपछि हामीले चाहिँ यहीँनिर है सुकाएको यहाँ माछा चाहिँ खै भेट्दैन सुक्दै पानी सुक्दै आइरहेछ सो गाइस यहाँ चाहिँ हामीले सुकाएको अब छोडिदिन लाग्यो यार पानी पुरै आउन लाग्यो आकाश पुरै भयो अब बाख्राले घर जानु पऱ्यो 1 घन्टा लाग्छ माथितिर जानलाई अब चाहिँ हामी जान लाग्यो होइन सर र चल्दिने अब जाउँ ए भत्काइदियो राख्नु भाइ भत्काइदिउँ यो कि त्यति छोडिदिने ए छोडिदियो यतिकै अनि यहीँ सुका हो सुका थियो अब हामी घर जाने यार पानी पर्न लाग्यो पुरै पाखा लिएर घर जानु पऱ्यो अब सट्ट लगाएर चल्दिने घर खुट्टाबाट घर जानु 1 घन्टा लाग्छ यहाँ माथि बाख्रा छ न त होइन त्यहाँ पुरै यता खोल्चा बढी थियो कि यहीँ दल थियो कि अब हामी घर चल्दिरहेको माछा पनि परेन एउटा पनि सट्टा लगाएर बाख्रा उहाँ अनि हामी यता भाइ यता हामी अब तलेको घरतिर होइन यस्तै हो आज माछा साछा केही परेन पानी सानी आयो लायो अब घर चल्दिएको त्यहाँ कस्तो खालको रुख लडेर अब एकछिन बाख्रा यता चराउनु पऱ्यो होइन यहाँ चरेर हाम्रो बाख्रा अनि यहाँबाट बस्नु पऱ्यो अब मासतिर कत्रो टावर अझ बाख्रा क्या राम्रोसँग चरिरहेको यतातिर हो सो गाइज बाख्रा पनि घर गइरहेको छ होइन अब पनि जान लाग्यो अब आजको लागि भिडियो यति नै होइन एक सब्सक्राइब चाहिँ हानिदिनु होला नेक्स्ट भिडियोमा भेटौँला बाई